यदि बालेन शाहले सबै नेपालीलाई 1 करोड दिए भने के हुन्छ? हेरौं। डे 1 देखि सुरु गरौं। घण्टा 1। प्रधानमन्त्री बालेन शाहले अनाउन्स गर्छन्, सबै नेपालीलाई 1 करोड। सबैजना खुसीले नाच्न थाल्छन्। बालेन दाइ लेजेन्ड हो भन्न थाल्छन्। 10 मिनेटमै फेसबुक र टिकटक भरिन्छ, किनकि यस्तो ठूलो न्यूज छिट्टै फैलिन्छ। डे 1। सबैजना ब्याङ्कतिर लाइन लाग्छन्। ब्याङ्क अगाडि भिड हुन्छ। मेरो पैसा कता छ? मेरो त अझै आएको छैन। स्टाफहरू प्यानिक हुन्छन्। सिस्टम चलाउन पनि टाइम देऊ। केही बेरमै सबै सिस्टम नै ह्याङ हुन्छ। डे 3। अब सबैसँग पैसा हुन्छ। सबैजना बजारतिर दौडिन्छन्। मल र सोरुमहरूमा भिड हुन्छ। यो फोन लिन्छु, यो गाडी बुक गर्न आएको। पसलहरूमा स्टक सकियो, किनकि डिमान्ड एकैचोटि धेरै बढ्छ। डे 7। अब प्रब्लम सुरु हुन्छ। अटो पाउन गाह्रो हुन्छ। ड्राइभरहरू भन्छन्, काम गर्न किन जानु, पैसा त छ। डेलिभरी राइडरहरू पनि हराउन थाल्छन्। अर्डर किन पुर्याउनु, पैसा छ त। मजदुरहरू पाइँदैनन्। सामान बोक्न मान्छे हुँदैन। पसलका काम गर्ने मान्छे पनि आउँदैनन्। रेस्टुरेन्टमा सर्भिस स्लो हुन्छ, किनकि सबैसँग पैसा भएपछि काम गर्ने इच्छा कम हुन्छ। डे 14। किसानहरू पनि काम छोड्न थाल्छन्। खेती किन गर्नु, 1 करोड छ त। नेपालमै उत्पादन घट्न थाल्छ। तरकारी र अन्नको कमी हुन्छ। त्यसैले नेपालले धेरै कुरा बाहिरबाट इम्पोर्ट गर्नुपर्छ। डे 21। अब सबै कुरा महँगो भइसकेको हुन्छ। चिया 20 बाट 500 पुग्छ। मोमो 100 बाट 1000 पुग्छ, किनकि नेपालले धेरै कुरा बाहिरबाट इम्पोर्ट गर्नुपर्छ। इम्पोर्ट गर्दा कस्ट झन बढ्छ। ट्रान्सपोर्ट, ट्याक्स सबै जोडिन्छ। त्यसमाथि डिमान्ड धेरै, सप्लाई कम। पसलवालाहरू भन्छन्, रेट बढाउनु पर्यो। सबैजना भन्छन्, यो के भयो? डे 30। तिमी आफैलाई हेर्छौ। 1 करोड त हुन्छ, तर बजारमा सामान नै पाइँदैन। खाना किन्न गयो भने स्टक सकियो भन्ने सुनिन्छ। डेलिभरी छैन, अटो पाइँदैन, सानो काम गर्न पनि मान्छे पाइँदैन। पैसा हुन्छ, तर काम हुँदैन, किनकि सबैसँग पैसा भए पनि काम गर्ने मान्छे छैनन् र उत्पादन नै घटिसकेको हुन्छ। पहिला नै ठिक थियो यार, जस्तो लाग्छ। याद राख, प्रब्लम पैसामा होइन, सिस्टममा हो। अब भन त, यदि भोलि बिहान उठ्दा तिम्रो खातामा 1 करोड आयो भने के गर्छौ?